ख्रिस्टका प्रभुका छोराछोरीहरूलाई तपाईँहरूलाई जय मसीह भन्न चाहन्छु। र सधैँ म गीत गाएर गिटारलाई बजाउँदै किबोर्डलाई बजाउँदै तपाईँहरूको माझमा ल्याउने गर्दथे भने आज चाहिँ प्रभुको जिउँदो वचनलाई तपाईँ कहाँ पस्किन लागिरहेको छु। र एभ्री सन्डे म तपाईँहरूको अगाडि केही वचनलाई लिएर आउँछु। र मैले किन जिउँदो वचन अनि परमेश्वरको वचन भन्ने भनेदेखिलाई वचनमा हामीले हेऱ्यौँ भनेदेखिलाई बाइबलमा लेखिएको छ, यूहन्ना 1:1 भन्छ, आदिमा वचन थियो, अब वचन परमेश्वरसँग थियो, अब वचन परमेश्वर नै थियो। क्लियरली हामीले देख्छौँ कि आदिमा परमेश्वर वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसँग थियो। त्यही जिउँदो वचनलाई, त्यही जिउँदो सत्यतालाई तपाईँ कहाँ पस्किन लागिरहेको छु प्रिय। मैले सत्य किन भने, सत्यले हामीलाई के कुरा जताउँछ भनेदेखिलाई यूहन्ना 8:32 भन्छ, औ तिमीहरूले सत्य के हो सो जान्दछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ भनेर भन्दछ। र जाडो महिना लाग्दै गर्दा है, आरोहरू फुलेको देख्दै गर्दा हामी क्रिसमसको सिजनमा पस्दै गरेको हामी थाहा गर्छौँ। र प्रभु जन्मनु भएको कुरा चाहिँ कुनै घटना होइन, यो चाहिँ सत्य हो। र यो कुनै दन्ते कथा होइन प्रिय हो। ख्रिस्ट चाहिँ संसारमा आउनु भएको कुरा चाहिँ सत्य हो। र हामी किन चाहिँ है ख्रिस्ट आउनुभयो त संसारमा भन्ने कुरालाई सोच्छौँ भनेदेखिलाई यसको एन्सर पनि हामी बाइबलमा भेटाउँछौँ प्रिय। यूहन्ना 3:16 भन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। ख्रिस्ट आउनु भएको उद्देश्य चाहिँ तपाईँ र मलाई उहाँले गर्नुभएको प्रेम, उहाँले गर्नुभएको केयर, कि तपाईँ अनि म चाहिँ पापमा डुब्दै गरेको उहाँले देख्न रुचाउनु भएन, उहाँको मन मानेन प्रिय। उहाँले तपाईँ र म चाहिँ हाम्रो आत्मिक मृत्यु भइरहेको चाहिँ उहाँले देख्न चाहनु भएन, उहाँले सक्नु भएन। यति बिघ्न उहाँले हामीलाई प्रेम गर्नुहुन्थ्यो अनि त्यही प्रेमको खातिर चाहिँ उहाँ संसारमा आउनुभयो। र उहाँ ठुलो एउटा राजाको पदमा उहाँ आउनु सक्थ्यो अनि राजाको कोखमा उहाँ जन्मनु सक्थ्यो, तर उहाँ एउटा गरिब कोठामा जन्मनु भयो तपाईँ अनि मेरो निम्ति। स्वर्गीय वैभवलाई छोडिकन उहाँ संसारमा एउटा गरिब घरानामा उहाँ जन्मनु भयो। उहाँको जन्म एउटा मलमलको लुगामा भएन प्रिय, तर उहाँ एउटा है गोठमा उहाँको जन्म भएको कुराहरू बाइबलले हामीलाई बताउँछ प्रिय। अनि उहाँको जन्म हुँदै गर्दा त्यो परिवारहरू चाहिँ खेदोमा परिरहेको थियो प्रिय। म तपाईँलाई भन्न चाहन्छु, येशू ख्रिस्ट जन्मनुको मुख्य उद्देश्य नै तपाईँ अनि मलाई अनन्त जीवन दिनु हो। प्रभुले तपाईँ अनि मलाई पापमा फस्दै गरेको उहाँले हेर्न चाहनु भएन अनि तपाईँ र मलाई हाम्रो आत्मिक मृत्युलाई उहाँले देख्न चाहनु भएन। र उहाँ आउनुभयो तपाईँ र मलाई त्यो पापबाट निकालेर धार्मिकतामा सार्नको निम्ति। उहाँ आउनुभयो तपाईँ अनि मलाई छायाबाट अस्तित्वमा ल्याउनको निम्ति। उहाँ आउनुभयो तपाईँ अनि मलाई मृत्युबाट जीवनमा सार्नको निम्ति, अँध्यारोबाट उज्यालोमा सार्नको निम्ति, ताकि तपाईँ अनि मैले चाहिँ अनन्तको जीवन पाओस् भनिकन। र वचनले यही दाबी गर्छ कि उहाँले तपाईँ अनि मलाई चाहिँ यति बिघ्न प्रेम गर्नुहुन्छ कि उहाँले आफ्नो सम्पूर्ण वैभवलाई छोडेर तपाईँ अनि म जस्तो व्यक्तिको निम्ति यो संसारमा आउनुभयो। र म तपाईँलाई भन्न चाहन्छु, आउनुहोस् हामीले एकअर्कालाई प्रभुको वचन सुनौँ जो चाहिँ सत्य हो। अनि हामीले पढ्यौँ यूहन्ना 8:32 कि सत्यले चाहिँ तपाईँ अनि मलाई
हामीलाई स्वतन्त्र गराउँछ। अनि सत्य चाहिँ यही हो कि ख्रिस्ट आउनुभएको चाहिँ पक्का हो। र फेरि सन्डे सधैँ म तपाईँको अगाडि यस्तै वचनहरूलाई लिएर आउनेछु। र मेरो सधैँ म गाएर मैले हाल्दै थिएँ भनेदेखिलाई अब उपरान्त सन्डे एभ्री सन्डे तपाईँको अगाडि म वचनलाई लिएर आउनेछु। र यो मेरो छोटो वचनलाई म यहाँ राख्छु र फेरि हामी भेट्नेछौँ। हुन्छ, जय मसीह।